नाम मात्र ज्ञान भएर हुँदैन, नाम मात्र ज्ञान बहादुर भएर हुँदैन। जसलाई कुनै ज्ञान छैन, जसलाई कुनै थाहा छैन, ती मान्छेहरूले हामीलाई क्लास दिन जरुरी छैन। मैले यसो चिने त्यो साथीले कहाँ पढेको रहेछ, कहाँबाट आएको रहेछ, मैले हिजो यसो हेरेँ, त्यो साथीको उसको तरिका हेरेँ। कम्तीमा चाहिँ त्यो विकट ठाउँमा गएर जनता झुक्काएर बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउन म पनि जाने हो, म कन भोट हाले भनेर त्यहाँ गएर जनता झुक्काएर आएर, फोन नटिप्ने ठाउँमा गएर जनता झुक्काएर आएर अहिले हाम्रो प्रधानमन्त्रीलाई म गाली गरेको सुन्छु। अहिले हाम्रो सभापतिलाई भन्नुहोस्, मेरो एउटै मात्र चुनौती छ, त्यस्ता साथीहरू काठमाडौँ आएर चुनाव लड्नु, हामी जस्तै नेपालगञ्जको सहरबाट चुनाव लड्नु, फोन टिप्ने ठाउँबाट चुनाव लड्नु, फोनै नटिप्ने ठाउँमा डाँडाभन्दा पल्तिर गएर म पनि बालेन्द्र शाह भने मै हुँ भन्नुभयो। कतिपय ठाउँमा उहाँले कालो चस्मा देखाएर, गाउँमा नचिनेका मान्छेलाई कालो चस्मा देखाएर अलिअलि दारी मै हो बालेन्द्र शाह भनेर चाहिँ उहाँले भोट मागेर झुक्काएर आउनु भएको हो। धेरै ठाउँमा गएर खगेन्द्र सुनारले मलाई भोट हाल्नु भनेको छ भन्ने यस्तै भिडियो लगेर देखाएर यस्ता झुक्काएर आएका उरुन्ठ्याउलाहरूले गाँजा खाएर राजाका कुरा गर्नेहरूलाई बाजा बजाएर नेपाली जनताले तलाउनु पर्ने हो। यिनलाई कम्तीमा चाहिँ यिनलाई चाहिँ नेपाली जनताले तलाउनु पर्छ। हामी आत्तिनु हुँदैन, कोही कसैले पनि तपाईँहरू जति पनि यहाँ हुनुहुन्छ सबै साथीहरू निश्चिन्त हुनुहोस्। देश बन्दैछ, रविनारायण सानुले देश डुल्दै गर्दा भन्नुहुन्थ्यो आमा बालेनले देश बनाउँदैछ। हो, बालेनले देश बनाउँदैछ। देश सन्चो हुनलाई अलिकति केही समय टाइम लागेको मात्र हो। एउटा टिबीको रोगीले पनि 6 महिनासम्म निरन्तर औषधि खानुपर्छ भने यो देशलाई औषधि खुवाउन थालेको 3 महिना मात्रै भएको छ। भर्खर सुरुवात भएको छ, उपचार सुरुवात भएको छ, देश बन्दैछ। एक दिन तपाईँ खुसीका साथ देश फर्किने एउटा त्यो माहौल बन्दैछ। म यहाँहरू सबैजनालाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु।